खुसीको खबर छ, भाइ विनोदको पहिलो गीत रेकर्ड भइसकेको छ। आदरणीय दिदी पूर्णकला बिसीसँग भाइ विनोदको पहिलो गीत रेकर्ड भइसकेको छ। हामी यति बेला स्टुडियो मालश्रीमा छौँ। कहिले सोचेको पनि थिइनँ होला मैले यस्तरी गीत गाउँछु, यस्तो हुन्छ होला भन्ने कुरा सपना जस्तो लागिरहेछ। के भइरहेछ? के भइरहेछ अब त्यो जे भइरहेछ विभिन्नमै भइरहेछ हुन त, तर सपना जस्तो लागिरहेछ। भाइको निभेको चुलो बाल्ने होइन, एउटा भत्किएको घरलाई चाहिँ ठडाउने होइन, त्यो सपना भाइको पनि छ र हामी सबैको छ। त्यो सपना चाँडै पुरा होस्। भाइ विनोदको घर बनाउने भनेर हामीले घोषणा गरिसकेपछि कसैले म इट्टा मेरो तर्फबाट, कसैले सिमेन्ट मेरो तर्फबाट, कसैले टिन मेरो तर्फबाट भनेर भनिराख्नु भएको छ। साँच्चीकै सबैजनालाई म धेरै धेरै हृदयदेखि धन्यवाद दिन चाहन्छु। तपाईँहरूको साथ भयो भने विनोद भाइको घर बन्छ, छिट्टै बन्छ, हामी बनाउँछौँ। मसँग त मन लुट्यौ, धन लुट्यौ, सबै लुट्यौ, का छुट्यौ, अब रुन धर्केर मरेपछि खुसी नै खुसी मिल्छ होला र, मर्ने जति कोही पनि आउनन् फर्केर। साँच्चीकै भाइले निकै नै मिठो गीत गाएका छन्। आत्मविश्वास क्षणभरमै टुटेर कति रोए भकानो फुटाएर, अब रुन धर्केर मरेपछि खुसी नै खुसी मिल्छ होला र, मर्ने जति कोही पनि आउनन् फर्केर। भाइ विनोद महतरा र दिदी पूर्णकला बिसीले सँगै गाएको यो गीत पूर्णकला बिसी युट्युब च्यानल मार्फत छिट्टै तपाईँहरूमाझ आउनेछ। भाइ विनोदले पहिलो पटक काठमाडौँमा पाइला टेकेका हुन् भने पहिलो पटक आज स्टुडियोमा प्रवेश गरेर गीत रेकर्ड गरेका हुन्। बाबु स्वागत छ काठमाडौँमा है, अब राम्रोसँग गाउनु है, धेरै आशीर्वाद छ, राम्रो गर्नु। डर लाग्छ कि नै? है मुटु छामा भटभट गर्छ त, ढुकढुक भयो क्या मुटु किन भटभट गरेछ? हैन मजाले गीत गाउँछ हैन? ल ल यो त सबै रेडी छ? रेडी छ। यो कसरी थाहा भयो त तिमीले? यो देखेर नि कलाकारहरुको देख्छु भन न। देख्छु ल ल यस्तो कपालले गर्दा फेरि किन नदेखेर। ल यस्तो गर। तिमीलाई त काँटा चाहिने भयो के बाबु? कि कपाल काट्न पर्ने भयो कि काँटा चाहिने? ल दिदी के भन्नु छ? एकदम राम्रोसँग गाउनु भाइ है। अब हामी चाहिँ अब बाहिर जानुपर्छ, भित्र बस्नु पाउँदैनौँ। एकदम राम्रो गाउनु, अब त्यहाँ गाए अनुसार त राम्रै गाउनुहुन्छ जस्तो लागिरहेछ है। एकदम कोसिस गर्नु, नडराइकन ढुक्क भएर, किनकि म पनि अब पहिलोचोटि स्टुडियोमा जाँदाखेरि खलखल्ती पसिना भएको थिएँ होइन, त्यस्तो चाहिँ नहुनु है। तपाईँले त धेरै पर्फेक्ट भएर आइसक्नु भएको छ उतैबाट, त्यही भएर राम्रो गाउनुहुन्छ। गुड लक, अल द बेस्ट है। ल ल मरेपछि खुसी नै खुसी मिल्छ होला र, मर्ने जति कोही पनि आउनन् फर्केर। विनोद भाइ फाइनल्ली गीत पनि रेकर्ड गरियो है? हजुर गरियो। कस्तो लाग्यो? एकदमै खुसी लाग्यो मलाई। कहिले सोचेको पनि थिइनँ होला मैले यस्तरी गीत गाउँछु, यस्तो हुन्छ होला भन्ने कुरा सपना जस्तो लागिरहेछ। के भइरहेछ? के भइरहेछ अब त्यो जे भइरहेछ विभिन्नमै भइरहेछ हुन त, तर सपना जस्तो लागिरहेछ। उहाँ दिदीलाई भेट्न पाउँदा अनि यहाँ सबै भागहरू भेट्न पाउँदा, यो देख्न पाउँदा धेरै खुसी लागेको छ।
स्टुडियो कस्तो हुन्थ्यो होला भन्ने थियो? हजुर लागेको थियो त्यस्तो, तर कस्तो हुँदो रहेछ? एकदम राम्रो हुँदो रहेछ। अनि विनोदले गीत रेकर्ड गर्ने बेला हात कमाउनु भयो कि भएन, अथवा अप्ठ्यारो भयो कि भएन विनोदलाई? धेरै अप्ठ्यारो भयो, हात कति मुटु ढुक 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 गरिरहेको थियो। त्यही पनि कोसिस गर्दा भयो, के गर्दा सफल भइयो। तर कति छिटो रेकर्ड गरेको, आधा घन्टा पनि लागेन भाइले त गीत रेकर्ड गर्दा? खोइ यो कस्तो कस्तो भयो, गाउँदा गाउँदै मैले उता गाउँतिर पनि कसैको डेक सान्तिना डेकमा ट्र्याकमा गा त भनेर भन्थेँ, अनि कहिले कसो सिक्थेँ, त्यही अनुसार गाएको, कोही कोही मिल्दो रहेछ। मिल्दो रहेछ होइन? हजुर मिल्दो रहेछ। अनि यति ठुलो अब यति वरिष्ठ कलाकारलाई आफ्नो सामु देख्दा नि, अझ देख्दा मात्रै होइन सँगै गीत गाउँदा कस्तो लागिरहेछ? एकदमै खुसी लागेको छ मलाई दिदीसँग भेट्न पाउँदा। उहाँले झन् कसरी यति हाईमा गाउनु भयो, मलाई त अलि डर पनि लागिरहेको थियो। उहाँ त अझै कलाकार पहिला पुरानो। विनोदलाई हाई भन्ने पनि थाहा छ? हजुर थाहा छ। म कस्तो हाई भने? चिचाएको चिचाएर हाई हुने हो? मतलब हुन्छ नि, स्वर ज्यादा हाईमा गाउन सकिँदैन, गाह्रो हुन्छ। अनि उहाँले त कसरी गाउनु भयो, एकदम मलाई त अचम्म लागेको छ। म त आफूलाई त कति अप्ठ्यारो भइरहेको थियो, उहाँ झन् छोरी मान्छे नि। छोरी। अनि दिदी कस्तो लाग्यो भाइ विनोदसँग गीत रेकर्ड गरिरहँदा? म त फर्स्ट अफ अल एकदमै खुसी छु होइन। यसको श्रेय चाहिँ हाम्रो भोजराज भाइलाई धेरै धेरै धन्यवाद होइन। अनि अब धेरै यस्ता नवप्रतिभाहरूलाई तपाईँले चाहिँ गाउँ गाउँ ठाउँ ठाउँमा गएर यसरी उजागर गर्नु भएको छ। र पहिलोपटक होला यसरी अब एउटा केटी मान्छेलाई त प्रशस्तै अवसरहरू आउँछन् होइन। केटा मान्छेलाई चाहिँ अलिक रिस्क नै हुन्छ। तपाईँले त्यस्तो बेलामा पनि तपाईँले ल है केही हुन्छ कि एउटा दुखी गरिबलाई होइन, मैले केही गरिदिएँ भने उसको घरमा चुलो बल्ला, एउटा भत्किएको घर बन्ला होइन भनेर तपाईँ त्यति कुना कन्दरामा गएर एउटा राम्रो हिरालाई उठाएर काठमाडौँ जस्तो ठाउँमा ल्याउनु भएको छ होइन। त्यसको लागि धेरै धेरै सर्वप्रथम त तपाईँलाई धन्यवाद छ। र मलाई चाहिँ भाइको इन्टरभ्यू फर्स्ट अफ अल हेर्दै नै रातिको 12 बजे कस्तो निद्रा लागेन, मोबाइल हेर्दै जाँदै ठ्याक्क तपाईँको प्रोफाइल आयो। अनि भाइको इन्टरभ्यू हेरेँ होइन। यस्तो मिठो गाउनु भएको कि अब हुन्छ नि मान्छेको त्यो सबै गीत गाउने त धेरै नै हुनुहुन्छ होइन, आवाज भएको धेरै हुनुहुन्छ, तर कोही आवाजले चाहिँ एकदमै मुटुमा चस्स छुन्छ। अनि विनोद भाइको आवाजदेखि मलाई एकदमै चस्सकै छोयो कि। अनि मैले एकदमै इमिडिएटली नै डिसिजन गरिहालेँ कि राति नै फोन गरेर, मैले राति नै डिसिजन गरेर अनि राजु आरडीलाई होइन, मेरो एकदमै साथी अब उमेरले भाइ, तर हामी जस अब गीत सङ्गीतमा चाहिँ हामी सहकर्मी। अनि उहाँलाई चाहिँ मैले राति नै फोन गरेँ, 12 बजे राति नै यस्तो गर्दा के होला भनेको। उहाँले चाहिँ अब हुन त यो गीत मैले नै गाउने भनेर बनाएको गीत हो, अनि के गर्ने होला भन्नुभयो। अनि पछि मैले फेरि सोधेँ के गर्ने होला त, तपाईँको त लय शब्द हुन्छ भन्दा बित्तिकै उहाँ एग्री हुनुभयो कि। अनि त्यसपछि बिहान अब उता फाइनल गरेर बल्ल मैले अनि भोजराज भाइलाई मैले कन्ट्याक्टमा ल्याएँ होइन। मैले जस्ट सफल भएँ एकदमै। म त फोन उठ्दैन कि जस्तो लागेको थियो। अनि पछि उठ्यो फोन होइन, कुराकानी भयो। अनि विनोदलाई त्यस्तो केही अफरहरू आएको छ कि छैन गीत गर्ने भन्दाखेरि अब आउन त धेरै आएको छ भनेर भन्नुभयो। मैले चाहिँ उहाँको फर्स्ट आवाज रेकर्ड गर्दा कस्तो होला भनेको, अनि उहाँ चाहिँ एकदमै हुन्छ भनेर भन्नुभयो। अनि एकदमै इमिडिएटली नै डिसिजन गरेर अनि भाइ चाहिँ कहिले काठमाडौँ आउनु होला भनेर एकदमै प्रतीक्षा गरेर आज फाइनल्ली चाहिँ भाइ काठमाडौँ आएर यस्तो मिठो गाउनु भयो कि होइन। म बाहिर बसेर सुनिरहेको थिएँ, म त सोचेको थिएन। हुन त यस्तो हुन्छ, मैले पनि यो भोगेको कुरा हो। म गाउँमा चाहिँ एकदमै मिठो गाउँथेँ होइन, तर म काठमाडौँ आएपछि म एकदम जिरोबाट स्टार्टिङ भएको कि। मलाई त्यस्तै लागिरहेको थियो। भाइ गाउँमा त गाइरहेको छ ऱ्यान्डमली होइन, अब उभिएर होइन, अब यतिको खुल्ला आकाशमा गएको र यहाँ आएर म्युजिक ट्र्याकमा गाउँदाखेरि त धेरै फरक हुन्छ होइन। अब गाउन सक्ला कि नसक्ला, अब रेन्ज पनि अलि हाई रेन्जमै छ होइन, त्यो त्यतिसम्मको पुग्ला कि नपुग्ला भन्ने त्यहाँ पनि अलिकति डाउट लागिरहेको थियो। अनि कन्फिडेन्ट के थियो भने उसले चाहिँ एकदमै मजाले गाउन सक्छ होइन, किनकि मैले त्यो गाउँदाखेरि मैले देखेको थिएँ नि त, यतिको आवाजले चाहिँ केही गर्न सक्छ है भन्ने चाहिँ लागेको थियो। तर म्युजिक ट्र्याकमा गाउन सक्छ कि सक्दैन भने दुविधा थियो होइन। त्यो दुविधालाई चाहिँ एकदमै दूर गरेर एकदमै राम्रो यति सरल तरिकाले छोटो टाइममा, बरु मलाई 1.5 घन्टा लाग्यो तर भाइले चाहिँ आधा घन्टामा
सरर गाउनुभयो। त्यसको लागि धेरै धेरै धन्यवाद छ। भाइको एकदमै उज्जवल भविष्यको कामना गर्छु। धेरै अब के अरे धेरैजनाले पनि भन्नुभएको छ, मैले कमेन्टहरू पनि हेरेको छु होइन, भाइको निभेको चुलो बाल्ने होइन, एउटा भत्किएको घरलाई चाहिँ ठडाउने होइन, त्यो सपना भाइको पनि छ र हामी सबैको छ। त्यो सपना चाँडै पुरा होस् र हामीले अब गीत गरेका छौँ। यसमा चाहिँ भाइ पहिलोचोटि चाहिँ सफल हुनुभयो भने अनि त्यसपछि भाइलाई त्यस्तो गाह्रो छैन, धेरै हुनुहुन्छ भाइलाई सहयोग सपोर्ट गर्ने। एकदम म तपाईँलाई सल्युट गर्न चाहन्छु दिदी। धन्यवाद। किन सल्युट गर्न चाहन्छु भने मैले छोरी मान्छेहरूको प्रतिभा ल्याएँ भने यति धेरै अवसरको ओहिरो लाग्छ नि, खोसाखोसै हुन्छ क्या दिदी। तर छोरा मान्छेको प्रतिभा दर्शकहरूमा ल्याउँदा नि अवसर आउँदैन। तपाईँले मलाई फोन गर्दाखेरि ठ्याक्कै मैले तपाईँलाई के भनेको थिएँ त्यो त मलाई याद भएन दिदी, तर एउटा मात्रै अवसर आएको थियो, प्रेम देउबाजीले चाहिँ म गीत गर्छु भनेर भन्नुभएको थियो होइन, नत्र भने त्यस्तो खासै अवसर थिएन। अहिले पनि त्यही 2-3वटा मात्रै छ, नत्र भने अहिले छोरी मान्छेको भए 20-22वटा नै अवसर अहिले भइसकेको हुन्थ्यो। अनि तपाईँको फोन मलाई आउँदा मलाई चाहिँ के लाग्यो भने जस्तो एउटा छोरी मान्छेको इन्टरभ्यू लिँदा चाहिँ छोरा मान्छेहरूले यति धेरै फोनहरू आउँछ नि त, छोरा मान्छेको गायकहरूको यति धेरै फोन आउँछ, मसँग गराइदिनु, म रेकर्ड गर्न चाहन्छु भन्ने हुन्छ। तर छोरा मान्छेको प्रतिभालाई लिइरहँदा छोरी मान्छेहरूले चाहिँ फोन गरेर, किनभने छोरी मान्छे गायिका त धेरै छन् नि त दिदी, तपाईँ जत्तिकै स्थापित गायिकाहरू त अन्य पनि छन्, अरू पनि छन् होइन, तर अरू गायिकाहरूले भाइको भिडियो हेर्नुभयो होला, तर भाइलाई अवसर त दिन मन गर्नु भएन, दिनु पनि भएन होइन। र अहिलेसम्मको इतिहासमा मैले छोरो मान्छे उहाँको मात्र इन्टरभ्यू ल्याएको होइन, मैले धेरैजनाको इन्टरभ्यू ल्याएको छु, नल्याएको होइन होइन। तर छोरा मान्छेहरूलाई चाहिँ छोरी मान्छेले फोन गरेर म अवसर दिन्छु भनेको यो मेरो इतिहासमा चाहिँ पहिलोपटक हो। तपाईँले पहिलोपटक त्यो मलाई त्यो फोन आउँदाखेरि साँच्चीकै मलाई एकदमै खुसी लाग्यो। र अनि फर्स्ट गीत मैले तपाईँको गर्छु भनेर अनि प्रेम देउबाजीलाई सम्झाएँ होइन, एउटा छोरी मान्छे होइन, त्यो पनि एउटा स्थापित गायिकाले यसरी फोन गर्दाखेरि उहाँसँग भाइलाई जोडेर गीत रेकर्ड गर्न पाउँदा साँच्चीकै एकदम खुसीको कुरा हो, यो गर्वको कुरा हो। यो प्रेमजी तपाईँको गीत दोस्रोमा गरौँला भनेर पहिलो गीत मैले तपाईँको गरेँ। सायद मैले जे गरेँ ठिकै गरेँ जस्तो पनि लाग्छ होला होइन। पहिलोपटक काठमाडौँमा पाइला टेकेका भाइ विनोद आजै पहिलोपटक स्टुडियोमा पनि पाइला टेक्नुभयो र स्टुडियोभित्र प्रवेश गरेर साँच्चै हामीलाई लागेको थियो भाइले गीत रेकर्ड गर्दा एकदमै डराउँछन् होला अथवा सक्दैनन् कि भन्ने पनि कता कता त्यो डर थियो मलाई मनमा। तर त्यो रहेन, भाइले यति मिठो गीत गाउनुभयो नि, साँच्चै भाइले यहाँ गीत रेकर्ड गरिरहँदा हामी बाहिरबाट एकदम झुमेका थियौँ। दिदी पनि त्यत्तिकै आहा कस्तो मिठो गीत गाएको भन्दै हुनुहुन्थ्यो। र साथमा भाइले यति मिठो गीत कहाँबाट पाउनुभयो अथवा यो मिठो गीत उपलब्ध गराउने व्यक्ति अथवा यो गीतमा सङ्गीत भर्ने व्यक्ति शब्द कसको भन्ने तपाईँहरूलाई लाग्छ भने म तपाईँहरूलाई चिनाउँछु। राजु आरडी सर, म यता हुनु सर, यो गीतको सृजनाकार हुनुहुन्छ राजु आरडी सर। धन्यवाद सर्वप्रथम हाम्रो भोजराज सरलाई। यति मिठो गीत भाइको लागि दिनुभयो नि, मलाई एकदमै खुसी लागेको छ यो अवसरका लागि, धन्यवाद। मैले विशेष त इन्टरभ्यू त आइरहेको रहेछ भाइको, तर पनि हेर्न त हेरेको थिएँ, तर त्यति मजाले हेरेको थिएँ होइन। अनि हाम्रो पूर्णकलाजी उमेरले त मेरो दिदी, तर पनि साथी, हामी एकदमै मिल्ने साथी। उहाँले चाहिँ मलाई राति 12 बजीतिर ठ्याक्क सेयर गर्नुभयो क्या, पठाउनु भयो। अनि कान्छा भन्नुहुन्छ, कान्छा हेर्नु त यो इन्टरभ्यू कस्तो राम्रो, भाइको स्वर पनि यस्तो मिठो रहेछ भन्नुभयो। अनि मैले हेरेँ, अनि हेरेपछि तपाईँसँग एउटा रिक्वेस्ट छ भन्नुभयो। किनभने यो गीत मैले गाउन भनेर बनाएको, मलाई नै बनाएको। अनि मैले हाम्रो विश्वास नेपाल दाले एरेन्ज गर्न दिएर डमी हालिसकेको थिएँ मेरो स्वरमा। अनि तपाईँ र म गाउने भनेर उहाँलाई पठाइसकेको थिएँ। अनि उहाँले अनि मलाई पठाउनु भयो किन होला भनेको, तपाईँले मैले अस्ति गाउने भनेको गीत हाम्रो विनोद भाइलाई गाउन दिउँ न भन्नुभयो। अनि त्यहाँबाट एकचोटि इन्टरभ्यू हेर्नु त उहाँको स्वर पनि कस्तो मिठो छ, उहाँको वास्तविक त्यहाँ सबै थोक छ भन्नुभयो। त्यसपछि मैले इन्टरभ्यू हेरेँ अनि भाइको स्वर पनि सुनेँ। त्यो देखेपछि मलाई पनि दिन मन लाग्यो। मैले एकै वचनमा ओके भने कि फेरि यति चाहिँ हुनुपर्छ, यति ठुलो मन होइन, साँच्चै जो कोहीको हुँदैन। तपाईँ आफैमा पनि एकदमै ठुलो गायक हो, एकदमै राम्रा राम्रा मिठा मिठा गीतहरू दिदीसँग गाउनु भएको छ, मैले सुनेको छु, मिठो छ तपाईँको स्वर। तर तपाईँले एउटा आफ्नो घाँस काटेर भाइलाई खुवाउनु भयो नि, भाइको पेट भरिदिनु भयो नि, साँच्चीकै तपाईँ महान हुनुहुन्छ। त्यो भन्दा पनि भाइको स्वर मलाई पनि अति नै मन परेको। अनि भाइको वास्तविक पनि हेरेँ,
आफ्नो कुनै दिनको दुःख पनि सम्झियो नि, याद आयो कुनै दिन म पनि यस्तै बच्चामा यस्ता नै गीत गाएको थिएँ होला भन्ने याद पनि आयो। र अनि सबै वास्तविक हेरेपछि मैले बनाएका त मैले गाएका त अझै पनि कति सिर्जना गर्न पनि सक्छु, भोलि अर्को नै गाउन सक्छु, हिजोको दिनमा नै गाएको छु। मेरो एउटा सिर्जनाले भाइको जुन वास्तविक सबै सुनेको थिएँ, देखेको थिएँ, भाइको लागि नि केही राम्रो हुन्छ भने ठिक छ ल भनेर अनि मैले ओके गरेको। धेरै धेरै धन्यवाद भाइ। हेर है, बिर्सिनु हुन्न है, यो कुरा कहिल्यै जिन्दगीमा बिर्सिनु हुन्न। बिर्सिन्न, म कहिले पनि बिर्सिन्न। बरु मलाई बिर्स्यौ, तिमीलाई सुन, तिमीलाई साथ हो भने यहाँसम्म हो। एउटा एक हिसाबले अब छ नि, अब मेरो साथ भन्दा पनि तिमीलाई चाहिने भनेको सङ्गीतकारहरू, रचनाकारहरूको, गीतकारहरूको, गायक गायिकाहरूको साथ हो क्या बाबु। त्यही भएर कहिले पनि मलाई त्यो सम्मान बरु नदेऊ, त्यो मलाई दिने सम्मान बरु उहाँहरूलाई देऊ है। उहाँहरूलाई धेरै माया गर है। धेरै धेरै धन्यवाद। अनि अलिकति यता आइदिनु न, तपाईँको मैले तपाईँ र पूर्णकलाजीले गाएको गीत सुनेको थिएँ, एकदमै हिट गीत हो त्यो अलिकति सुनौँ है, मलाई एकदम सुन्न मन लाग्यो। विशेष गरेर म पनि आफूले गाएको गीत त शब्दमा कतिमा लेखेछु, तर पनि त्यसरी बाहिरै गीत दिनका लागि सर्छको त होइन। विशेष म पहिलो रूपमा चिनिन पर्दा चाहिँ म पनि लोकदोहोरी गायक नै हो। उहाँले र मैले सायद अहिलेसम्म मेरो जतिवटा एल्बम गरेँ, एक दुईवटा बाहिर अरूले गाउनु भयो होला, होइन सबै उहाँले नै गाउनु भएको छ। अहिले पछिल्लो समयमा हामी दुईजनाले गाएका थियौँ फुला मायामा नभुला भन्ने गीत, जो यस गीतको सर्जक हुनुहुन्थ्यो स्वर्गीय धनबहादुर गायक दाजुलाई सम्मान व्यक्त गर्न चाहन्छौँ। त्यसै गरी प्रवीण गुरुङ दाजु गायक, उहाँलाई पनि सम्मान व्यक्त गर्दै पछिल्लो क्रममा उहाँले र मैले गाएका थियौँ। यो मायालाई आजै हो देखेको देब्रे गाला, चन्द्रमा लेखेको फुला मायामा नभुला। आजै हो देखेको देब्रे गाला, चन्द्रमा लेखेको फुला मायामा नभुला, ए फुला मायामा नभुला। ए नै थियो मिठो। ल अब थोरै भाइसँग फेरि अलिकति कुराकानी गर्छु, अनि त्यसपछि हामी अलिकति के अरे ल ओके। भाइ विनोद, हजुर अब गीत पनि रेकर्ड भयो क्या अरे? अब घर जाने त होला? घर कि अझै गीत रेकर्ड गर्ने मन छ? अझै मन छ? हजुर। अनि घर बनाउनु पर्ला नि, घर बनाउनु जाने होइन र? जाने, घर बनाउनु पनि जाने? बुवा भेट्न पनि। ए बुवा पनि आउँदै हुनुहुन्छ? हजुर, आज घर आइपुग्नु भयो होला। हो हजुर। दर्शकवृन्द, यही भिडियो मार्फत म दर्शकहरूलाई जानकारी दिन चाहन्छु। भाइ विनोदको घर बनाउने भनेर हामीले घोषणा गरिसकेपछि कसैले म इट्टा मेरो तर्फबाट, कसैले सिमेन्ट मेरो तर्फबाट, कसैले टिन मेरो तर्फबाट भनेर भनिराख्नु भएको छ। साँच्चीकै सबैजनालाई म धेरै धेरै हृदयदेखि धन्यवाद दिन चाहन्छु। तपाईँहरूको साथ भयो भने विनोद भाइको घर बन्छ, छिट्टै बन्छ, हामी बनाउँछौँ होइन। मैले पनि यही भन्न चाहन्छु, तपाईँले सकेको होइन, एउटा पाता दुईवटा पाता टिन तपाईँहरूले उपलब्ध गराउन सक्नुभयो, दुईवटा बोरा सिमेन्ट उपलब्ध गराउन सक्नुभयो, केही ढुङ्गा, केही गिटी, केही बाल्लो उपलब्ध गराउन सक्यो भने साँच्चीकै त्यसै गरी नै विनोद भाइको घर हामी बनाउनेछौँ। र यो सहयोगको यो अभियानमा पनि तपाईँहरूलाई जोडिनको लागि म हृदयदेखि आग्रह गर्न चाहन्छु। भिडियोको स्क्रिनमा हाम्रो मोबाइल नम्बर छ, तपाईँहरूले सम्पर्क राख्नुहोला हामीसँग, र के कति सहयोग गर्न चाहनुहुन्छ हामीलाई जानकारी दिनुहोला, हामीलाई भन्नुहोला। हामी तपाईँले पठाएको सहयोग, तपाईँले गरेको सहयोग जस्ताको तस्तै भिडियो मार्फत सम्पूर्ण माझ राख्नेछौँ। ओके, अब एउटा गीत रेकर्ड गरिदियो क्या अरे होइन? गायक भइयो जस्तो लाग्यो? त्यस्तो पुरा भइयो जस्तो त लागेको छैन। कहिले चाहिँ पुरै गायक हुन्छ जस्तो लाग्छ त? धेरै अब चलेपछि, चलेपछि चाहिँ सबैले चिनेपछि। हजुर। अनि दाङबाट काठमाडौँ आउने बेला गाडीमा चाहिँ आयो कि नै बुमिट? एकचोटि आयो। हजुर, पोलिथिन दिएको थियो, त्यो पोलिथिनमा गरेर फालिदिएको मैले।
र सबैजनाले राम्रो प्रतिभालाई चाहिँ सम्मान गरिदिनु होला। अनि धेरैभन्दा धेरै गीतहरू रेकर्ड गराएर भाइको आवाजलाई होइन एउटा नेपालमा चाहिँ जुन पनि ठाउँमा नेपाली भाषी हुने ठाउँमा सबैको कानमा परोस् भाइको प्रतिभा होइन, सबैले रुचाइदिनु होला त्यही भन्न चाहन्छु। अनि र यहाँसम्म आइदिनु भयो। अनि मैले चाहिँ भाइले मिठो गीत गाइदिनु भयो। भाइले हुन त मलाई यति दिनु दिदी उति दिनु भनेर त भन्नु भएको छैन, किनकि उहाँबाट आएर एउटा गीत रेकर्ड गर्नु नै भाइको ठुलो इच्छा थियो। किनकि हिजोको दिनमा मलाई पनि त्यस्तै हुन्थ्यो होइन। मैले मेरो विगत राजुले भने जस्तै मेरो विगतलाई अहिले झल्झल्दी सम्झिराखेको छु। र पनि अब भाइलाई यहाँ बस्ने बेलासम्म यताउता हिँड्न पर्ने होला होइन, होटेलमा बस्नुपर्ने होला। मैले चाहिँ आफूले सकेको केही भाइलाई सहयोग चाहिँ गर्नेछु गीत गाए बापतको होइन, किनकि कसैको पनि श्रमलाई चाहिँ फ्री श्रम गराउनु हुँदैन। त्यही भएर मैले चाहिँ थोरै मैले जति सक्छु त्यति चाहिँ भाइलाई मैले सहयोग गर्छु। र सबैजनाले यसरी नै भाइको प्रतिभालाई चाहिँ माया गरिदिनु होला। धेरैभन्दा धेरै उसलाई माया गर्नुभयो भने उसले देखेका सपनाहरू पुरा हुनेछन् होइन। धेरै उसको आवाज हुन मैले अघि नै भने मिठो आवाज त धेरैका छन्। मिठो गीत गाउने त प्रत्येक दोहोरी साथमा जानुहोस् उत्कृष्ट आवाज भएका हुनुहुन्छ। तर पनि कस्तो भने भाइको चाहिँ त्यो आवाज त छँदैछ, आवाज सँगसँगै उसको विगत उसको पारिवारिक होइन, त्यसले गर्दाखेरि नै धेरै मान्छेहरूलाई चाहिँ छोएको छ मनमा भन्ने लागेको छ मलाई। र मलाई पनि त्यस्तै लागिरहेछ। त्यस्तै लागेर नै भाइलाई यहाँसम्म बोलाएको हो हामी सबै मिलेर होइन। हामी सबै मिलेर गरेका छौँ। र भाइ चाहिँ अब फेरि गाउँ जाने अनि फेरि भेटघाट गरेर फेरि काठमाडौँमा आएर यही क्षेत्रमा चाहिँ लङ टर्म तरिकाले लागिराख्नु होइन। किनकि अब यसरी आउनेहरू एक दुईवटा गीत रेकर्ड गराए कोही कता गए भन्ने त्यस्तो नहोस्। यत्तिको स्वर भएको मान्छेलाई चाहिँ कम्तीमा पनि आफूले आफ्नो स्वरलाई कसरी माझ्ने त्यो बाटोतिर पनि अब हामी छौँ सबैजना होइन, सरसल्लाह गरेर गरौँला। त्यसमा त केही पनि छैन। फेरि अब आउने 2-3टा गीत रेकर्ड गर्ने, घर जाने, फेरि त्यही गोठाला जाने, त्यही गीत गाउने, त्यतिमा सीमित नहोस् होइन। भाइको आगामी दिनहरू साङ्गीतिक जीवन चाहिँ एकदमै उच्च रहोस्। धेरै धेरै शुभकामना छ। सबैले यसरी नै माया गरिदिनु होला भन्छु। थ्याङ्क यू।